यो चाहिँ हाम्रो बाबु बाजेको हिँड्ने बाटो हो हजुर। यस्तो गरेर अब के गर्ने अब झाड भुन्जिएको रहेछ क्या होइन गरे नि हौ रोजाइ यो अब क्या रिबन्डा उखाइ भिडियो बनाउनु लागेका बचपनमा भोलि अलि त्यहाँबाट रोड काटिएको हुनाले डल्लै बाटो हिँड्थ्यौँ हामी। यसो पुरानो बाटो हिँड्नु भनेर आएको हामी। अलि धेरै बजिएको रहेछ, झाड भएको रहेछ होइन, यस्तै छ। के गर्ने, मान्छे नहिँडेपछि यस्तो पनि हुँदो रहेछ। झाडपात भएर पुरा हेर्नुहोस् हजुर, तपाईँको तिरखुडा, हाम्रोतिर तिरखुडा भन्छन् होइन, कसै कसैको ठाउँमा तिरमुडा पनि भनिन्छ। अहिले काँचो भएको हुनाले हरियो हरियो टाइपको छ, पाकिसकेपछि कालो टाइपको हुन्छ, खट्टा मिठा हुन्छ, यति राम्रो हुन्छ, सजिलो बेलको रुख। तपाईँहरूलाई मछैनाको रुख पनि देखाउँछ, हाम्रोतिर मछैना भनिन्छ है। पनि बाँसका फुला सब ढुङ्गा कालीका लागे पनि बाँसका फुला मछैना यो अहिले रातो टाइपको छ, पाकिसकेपछि कालो टाइपको हुन्छ, यति मिठो हुन्छ नि।